त्यही त नम्बर देऊ त अनि कल गर्छु बेलुका लभ पारौँला भनेको मान्दिन। ए माया आई लभ यु। हेलो साथीहरू, वेलकम अनि नमस्कार है। फाइनली तपाईँहरूलाई चाहिँ नि अहिले पछिल्लो चरण फेरि पनि कमेडी भिडियोहरू बनाउने प्रयास गरिरहेको छु, तर अझै भने जस्तो तरिकाले चाहिँ अझै पनि खटिन पाएको छैन। तर अब खटिनेछु, तपाईँहरूलाई यस्तै रमाइला भिडियोहरू ल्याइरहनेछु। सब्सक्राइब गर्नुहोला, जोडिनु होला। रेगुलर यही च्यानलबाट चाहिँ यही कमेडी प्र्याङ्क भिडियोहरू आउनेछन्, त्यस कारणले गर्दा सब्सक्राइब चाहिँ गर्नै होला है त। अनि सुन्नुहोस् त, तपाईँहरूले चाहिँ नि सामाजिक सञ्जाल यानि कि युट्युब च्यानलबाट आम्दानी गर्न चाहनुहुन्छ र मोनिटाइज भएका युट्युब च्यानलहरू खोजिराख्नु भएको छ भने तपाईँहरूले मलाई सम्पर्क गर्नुपर्ने हुन्छ है। र प्लस चाहिँ मैले अलिकति सल्लाह तपाईँहरूलाई के दिन्छु भने अहिले पछिल्लो चरण सामाजिक सञ्जालका प्लेटफर्महरूबाट पैसा कमाउने सिस्टम जुन छ होइन, फेसबुक, टिकटक, युट्युबहरू, यी विभिन्न किसिमका प्लेटफर्महरू छन्, तर तीमध्येमा सबैभन्दा बेस्ट चाहिँ युट्युब नै छ है साथीहरू। किनकि मैले सबै चिजहरू चलाउँछु, हुन त मैले जे चिज पनि तपाईँहरूलाई बिकाउने नै हो होइन, तर त्यो बिकाउने नै हो भन्दैमा तपाईँहरूलाई म गलत सल्लाह दिदिनँ। त्यस कारणले गर्दा यदि तपाईँहरू चाहिँ भरपर्दो माध्यम चाहिँ चलाउन चाहनुहुन्छ भने युट्युब नै ठिक छ। र यति बेला चाहिँ मसँग मोनिटाइज भएको च्यानल चाहिँ जम्मा एउटा छ। तपाईँहरूलाई थाहा छँदैछ मसँग च्यानल आयो कि गयो होइन। त्यो भएको कारणले गर्दा तपाईँहरू चाहिँ मोनिटाइज भएको युट्युब च्यानल लिन चाहनुहुन्छ भने एउटा मात्रै छ, त्यसको चाहिँ 60,000 पर्छ, तपाईँहरूलाई थाहा नै छ। र अलिक ठुलो च्यानल लिन्छु, भेरिफाई भएको च्यानल लिन्छु भन्नुहुन्छ भने चाहिँ 1,03,000 सब्सक्राइब भएको च्यानल छ, त्यसको पनि मैले बेच्ने निधो गरेको छु। तपाईँहरू लिन चाहनुहुन्छ ठुलो सब्सक्राइब भने सम्पर्क गर्नु होला। अब चाहिँ रमाइलो हेरौँ अनि सब्सक्राइब गर्नुहोस्। हेलो साथीहरू, यति बेला चाहिँ म है प्युठान र रोल्पाको सिमानामा छु। र यो सिमानामा आइरहँदाखेरि चाहिँ यहाँ अगाडि बाटोमा भेटिने मान्छेहरूलाई जस्ट प्र्याङ्क हान्दै हिँड्नु पऱ्यो भन्ने योजनामा लागिराखेको छु। हेर्दै गर्नु होला भिडियो, तपाईँहरूलाई कस्तो लाग्छ। हामी चाहिँ बाटोमा हिँड्ने मान्छेलाई प्र्याङ्क गर्दै हिँड्दै गर्छौँ है त। जाउँ र। सबभन्दा सर्वप्रथम हामी यहाँनिर यो अगाडि लगभग यहाँ बाख्रा चराउने एकजना हुनुहुन्छ, उहाँलाई प्र्याङ्क हान्ने प्रयास गर्छौँ। बहिनी के अरे यो कुन ठाउँ हो? प्युठान होइन, यो के अरे कहाँ बाख्रा गोठाला जान लाग्नु भएको हजुर? होइन, एउटा कुरा सोध्नु थियो कि, रोकिनु न। त्यो के भन्छ, यो प्युठानमा पऱ्यो होइन? यो के अरे प्युठानमा यो के खान्छन् खाना चाहिँ? भन्नु न, सोध्न मन छ क्या। भात खान्छन्? भात कस्तो हुन्छ यहाँको? यहाँको भात कस्तो हुन्छ? मिठो हुन्छ होइन? भात चाहिँ के को बन्छ यहाँ? धानको? कुन धान हो? आपान्नम? होइन, यो मैले किन सोधेको थाहा छ? यहाँको मैले खाना चाहिँ किन सोधेँ भनेपछि नि, मान्छेहरू यताको छ नि, मान्छेहरू चाहिँ साह्रै राम्रो देखिने क्या, त्यही भएर कुन खाना चाहिँ खाँदो रहेछ भनेर क्या। अनि यति राम्री चाहिँ कसरी भएको हौ? घर कहाँनिर हो? पछाडि। नाम के हो? माया नेपाली। नाम पनि कति राम्रो त अनि, माया नेपाली। एउटा बोका हामीलाई दिन मिल्छ? मिल्दैन? एउटा दिनु कि मायाको चिनो? मायाको चिनो दिनु न। ए माया, ए माया, नाम पनि कति राम्रो हौ। ए माया, अनि के हो क्या त्यस्तो लजाएर हिँड्ने फेरि त्यहाँ परबाट? के अरे? होइन, कुन खाना खान्छौ भने क्या यहाँ यति राम्रो हुनलाई?
धानको भात खान्छौँ फोटो खिच्न मिल्छ एउटा सँगै भएर मिल्दैन किन हौ सम्झना लैजान्छु के एउटा सम्झनाको लागि फोटो खिच्न मिल्दैन भने ओ माया एकचोटि यता हेर त हेर्दैनौ माया बिहे भएको छ कि छैन बिहे भएको छ त्यत्तिकै झुट बोलेर होइन भने साँच्चै मलाई नत्र मन पर्यो क्या बिहे भएको छ छैन होला खै हेरौँ त खै त सिन्दुर लगाएको छैन त सिन्दुर लगाएपछि बिहा हुन्छ र अनि सिन्दुर लगाएपछि मात्रै हुन्छ त बिहे अनि के लाउनु पर्छ र त्यही त सिन्दुर लाउनै पर्छ भन्ने छैन अनि के हो त हेर्न पनि गाह्रो गाह्रो हुने एउटा फोटो हानौँ भनेको सँगै हान्दैन हान्नुहोस् के ऊ पारी पारीका कहाँ पारी पारीका दुईजनाको फोटो हानौँ भने कि एड्दै के गर्नु भाला मन पर्यो भन्दैछ अनि एउटा फोटो खिचेर लैजाउँ भने मेरो बड्डाल फेरि हान्ला नि बड्डाले खै एकछिन यता हेर्नु त पहिला त्यहाँ सिन्दुर त लगाएको छैन मेरो त बिहा भएको छ के ओइ माया हजुर खै बिहा भएको छैन जस्तो लाग्यो मलाई कहाँ भयो बिहे मेरो हँसै फाल्दिन त म दिन्न अब हो बल्ल अब यो चाहिँ पाएँ ए मायाको चिनो बनाएर लैजान्छु ल अब एउटा बोका देऊ भनेको दिँदैन त अनि खसी बोक्राहरू सबै तल गइसक्यो ओ माया साँच्चै बिहे भएको छ कि छैन भन न कोसँग भएको छ बुढाको नाम के हो के रे वीरबहादुर वीरबहादुर के वीरबहादुर सार्की त्यत्तिकै हावा गफ गरे छोरी नि छ कति वर्षको हो र आज मलाई कस्तो मन पर्यो भने क्या हामी यता काठमाडौँबाट घुम्दै आएको ओइ माया होइन मलाई चाहिँ साह्रै मन पर्यो क्या मलाई चाहिँ किन मन परेन भने आमा के साह्रो हावा चलेको उडाउला जस्तो रुखबाट उडाउला नि कहाँ चढिरह यो त लगाएँ मैले मायाको चिनो अब लैजाऊँ खै एउटा बोका ल्याऊ नि त नदिनी ल गयो ल त्यसो भए बाई यो चाहिँ लगाएर जान्छु कि यो मायाको चिनो लैजान्छु के नदिनी आउनु त एउटा फोटो खिचौँ आउन भने फोटो खिचौँ क्या एउटा आई लभ यू माया 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 ओ माया ए माया आई लभ यू खै त आई लभ यू को अर्थ लु गयो ल आँसी लगेर गएमा त भाइ यो मायाको चिनो भयो ल है ए माया ए सुन न लौ 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 लैजाऊ लौ तिम्रो नम्बर देऊ त नम्बर ल्याउ न
सोको लागि मात्र। अनि यति राम्रो मान्छे भर्खरको देखिन्छ। अनि तिमीले बिहे गर्छौ नचाहिने कुरा गर्छन्। तिमीले बिहे गरेकै छैन भने? छैन। कसम खाऊ त। ल ल हाँसे ल बाई बाई भन त पहिला। ल त्यही फालिदिउँ है, फालिदिन्छु त्यही। ल तिमीलाई यो मेरो मायाको चिनो भयो अब। खै त नि नम्बर देऊ भनेको दिँदैनौ त नि। तिम्रो नम्बर देऊ न, म भरे कल गर्छु। माया नम्बर देऊ न तिम्रो। निष्ठुरी मान्छे। ल गए मेरो याद आयो भने नरौ ल। मेरो याद त आउँदैन नि अब तिमीलाई। बाटोमा हिँड्ने मान्छे गरे त्यही त। नम्बर देऊ त अनि कल गर्छु बेलुका लभ पारौँला भनेको मान्दिनौ। मलाई नम्बर देऊ त, म बेलुका लभ पारौँला। ल बाई। जस्ट जोकिङ। माया ओ माया ल जोक गरेको नरिसाउ ल है। जिस्केको बाई गरिदेऊ नि त, बाई गरिदेऊ न कि त आई लभ यु भन। ओइ माया माया कि आई लभ यु भन कि बाई गर। दुईटा मध्येमा एउटा गर न, गर न भने।